सही सेवा जान्नु मजा आउँछ नि हाम्रो पापा अगाडि छ है। आज चाहिँ फेरि मङ्गलबारको दिन हामी चाहिँ सेवा जाँदैछ। यहाँ छ मेरो बहिनी। हेलो भन्दै सबैलाई। हेलो। आज हामी सेवा जाँदैछ। देखेन हौ? हामी आज सेवा जाँदैछ। सबैजना जय मसी। सबैजनालाई जय मसी अरे बहिनीले चाहिँ भन्दैछ। रोड आइपुग्यो। अब मेरो निम्ति आइपुग्न आँटेको छ हो। बहिनीको चाहिँ साथी पनि छ। मेरो चाहिँ तर छैन। मेरो चाहिँ यिनीहरू हो साथीहरू चाहिँ हो। पुरा मार्गी लागिरहेको छ मलाई चाहिँ। हिजो म पुरा पानीमा भिजेको थिएँ कि पुरा मार्गी लागिराखेको छ। ब्याग चाहिँ मेरो साथी पनि ब्ल्याक कलरको यहाँ सकी अगाडि खै त के दिदी ए गयो निम्कित पनि छ। मिमी खाँदै भयो भयो जाँदैछ सेवामा। हामी चाहिँ यहाँ आइसक्यो। निम्कित म शर्मिला अझै छ पुग्नु होइन नै सङ्गेरी होइन। अझै हामी कहाँ पुग्नुपर्छ भनेर म देखाउँछु ल अहिले। अचार खाने टिम्बुर अङ्कल जानुहुँदैछ। हामी छ यहाँ शर्मिला सेवा अङ्कलहरू पनि आउँदैछ। जय मसी अङ्कल। सबैजना त्यसरी सेवा जान्छ। हामी चाहिँ माथि जग्गामा पुग्नुपर्छ देख्दै गरेको जग्गामा। त्यहाँ छ टाढो छ। ग्रुपिङ भइसक्यो हामी चाहिँ। सबैजना जाँदैछ। मजा पनि आइरहेको छ ग्रुपैमा जानु। यहाँबाट चाहिँ कञ्चनजङ्घा चाहिँ हल्का देख्दै रहेछ। दुईटा पिक मात्रै देख्दै रहेछ। यो चाहिँ हेर्दैछ कञ्चनजङ्घा हेरेको अरे। मजा पनि आइरहेको छ जाँदा जाँदा। हामी चाहिँ 3टा ग्रुप भइरहेको छ नि। त्यहाँदेखि अलिक ठुल्ठुलो छ हो। अन्त यहाँ अलिक यता चाहिँ सानोहरू हो। म त ठुलो नै भइहाल्छ। यहाँ चाहिँ यस्तो पनि छ बाँदरहरू चाहिँ उयो गर्नु हुँदैन। क्वालिटी दिँदा सिक्नु अफर थिङ बिहार फी दिनु मेरो फी पनि लेखिदिइराखेको छ। यस्तो छ ब्यागकाले चाहिँ यो रोड छोडेर चाहिँ हिँड्नुपर्छ। उता चाहिँ तारखर्काको रोड हो। यो रोड चाहिँ तारखर्का पुग्छ। यता आयो भने चाहिँ निबारे गाउँ भने चाहिँ अब यहाँबाट चाहिँ उकालो जानुपर्छ हो। हामी चाहिँ यहाँबाट हिँड्यो हो। यसरी रात पर्छ। अघि दिउँसो उज्यालोमै हिँडेको थियो हो। सेवा जाँदा जाँदा त रात। यहाँ पानी पनि छ। तिर्खा लाग्यो भने चाहिँ यहाँ पानी खाँदा पनि हुन्छ। तिर्खा लाग्यो भने चाहिँ यहाँ पानी खाँदा पनि हुन्छ। अन्धेरोतिर राम्रो देखेँ हो। चाहिँ यहाँ आइसक्यो। गरम भएर स्वेटर पनि खोलिन्छ भयो सकेको छ हो। तर पनि हामी पछि हट्नु हुँदैन। हामी चाहिँ लड्नु पनि सक्छ है कोही खेर। यस्तो पनि छ खोइ के चाहिँ हो है। यो पनि राम्रो रहेछ। दुईटा चाहिँ के चाहिँ हो। यो यत्रो बोटै रहेछ यसको चाहिँ है। कमेन्टमा नाम लेखिदिनुहोस् होला यो चाहिँ के हो है। अन्त चाहिँ हामी चाहिँ अब चाहिँ पानी सास डाँडा भन्ने आइसकेको छ। यहाँबाट चाहिँ यस्तो देख्दैछ पढाइ यस्तो दामी देख्दैछ हो। माथिबाट देख्छ नि अहिले म घर पनि सेवाको घर आइपुग्यो। हामी चाहिँ अब चाहिँ सेवाको घर आइपुग्यो। त कस्तो दामी देखेको छिटो सरू हो। कस्तो दामी देखेको हो। यहाँ सेवा चाहिँ यहीँ हो। आज भिजेर